साव्या केसीको UK07 राइडरसँगको यो सबै कुराहरू यो साइग्रेस ताईको अडियो बुकबाट सुन्दाखेरि म लिटरली 3 घण्टा रोएको छु के। एक हप्तासम्म यो कुराहरू दिमागमा यति हानिरहेको थियो उसले भनेको एक एक शब्द त्यो फुलमा पानी छर्किकन लगेर उसलाई फ्रेस फुल दिएको, उसको लागि त्यत्रो सब गरेको सबै कुराहरू सम्झिँदाखेरि लिटरली मलाई यति हिट गरिरहेको थियो। कतिसम्म बुझेको छु भने नि मैले आफूले माया गरेको मान्छेको खुसीको लागि जे पनि गरिन्छ क्या, र उसलाई यसरी बदनाम गरेर उसको बारेमा नराम्रो भनेर वा उसलाई हर्ट गरेर आफू कहिले पनि बसिँदैन के। तर यहाँ चाहिँ के भएको थियो भने साव्या केसी र UK07 राइडरको ब्रेकअप भइसकेपछि बाबु भैया ब्याक टु ब्याक ब्लग्सहरू गरिरहेको थियो, आएर पुरा साव्याको बारेमा तथ्य नाम भनिरहेको थियो, आफूलाई राइट प्रुभ गर्न खोजिरहेको थियो, आफ्नो बारेमा राम्रो साव्याले मात्र नराम्रो गर्यो भनेर सबै त्यस्तो कुराहरू देखाइरहेको थियो कि मलाई लुटो, मेरो पैसा ठग्यो, वाटेभर कुराहरू भनिरहेको थियो। सो यो कुरालाई सर्फेसले हेर्दा पनि मजाले बुझिन्छ क्या को चाहिँ एक्चुअलीमा हर्ट भइरहेको थियो भनेर। अनि म चाहिँ फेरि कर्ममा एकदमै बिलिभ गर्ने मान्छे हो क्या। तपाईँले जे रोपेर जानुहुन्छ त्यो एक न एक दिन त फलाउँछ नि त। आफूले कसैलाई केही नराम्रो गरेर कसैको जिन्दगी बर्बाद गरिदिएर तबाह गरेर कसैलाई यत्रो लेभलको आइटमसम्म गर्छु भन्ने स्टेटमा पुर्याएर तपाईँले इग्नोर गरेर खुसी भएर बसिराख्नु भएको छ भने त्यो चिज तपाईँलाई फर्केर आउँदैन जस्तो लाग्छ भने चाहिँ यु आर रङ। अनि आज एका बिहान उठ्ने बित्तिकै UK07 राइडर के नाम हो होइन उसको भिडियो आएको थियो। अनि अहिले बेलुका मैले सबै भिडियोहरू यताउताबाट बुझेँ, हेरेँ होइन, एभिडेन्स यताउता सबै हालेको रहेछ। अनि थाहा पाएँ उसको संसारै उजुडेको रहेछ अहिले यति बेला होइन। दुःख त लागिरहेछ किनभने डेफिनेटली हामी ह्युमन बिइङ हो, मान्छे हो, मान्छेमा फिलिङ्स हुन्छ। अरूको नराम्रो भएको देख्दाखेरि आफू खुसी हुने खालको मन कहिले पनि हुँदैन। तर एक दिन त तपाईँले पनि कसैलाई मर्नेसम्मको कन्डिसनमा पुर्याउनु भएको थियो नि होइन। माया थिएन, बिहे गर्न मन थिएन भने पनि सिम्पली यु कुड ह्याभ जस्ट सिट एन्ड टक विथ हर नि त। तर यु चोज टु इग्नोर, यु चोज टु लिभ हर अन हर अन, यु चोज टु बिट्रे हर, यु चोज टु डिफेम हर एन्ड यु डिड सो डर्टी टु हर। तर दुःख भनेको जहिले सर्टेन पिरियडको लागि हुन्छ। त्यसरी साव्यालाई केही समय दुःख भयो, केही समय पोलो तडपियो, अहिले बिस्तारै रिकभर भइरहेको होला, ठिक होला, वा मेबी सायद अझै पनि तडपिनै रहेको होला, हु नोज। त्यसरी नै अनुरागजी तपाईँको पनि छिटै नै दुःखहरू सकिन्छ। अब अहिलेको यो समयको तडपाई तपाईँलाई पनि मुबारक। फेरि यसमा मेरो पर्सनल केही पनि छैन है। तपाईँहरूले चाहिँ फेरि अब मलाई पनि कुनै बेला त्यस्तो भएको थियो होला, त्यही भएर मैले रिलेट गरेँ होला भनेर सोच्नुहुन्छ होला। मेरो त्यस्तो केही पनि भएको थिएन। भविष्यमा चाहिँ कसैले त्यस्तो गर्यो भने चाहिँ हुन सक्ला।